दर्शक नमस्कार, म लक्ष्मण छेत्री तपाईँ उपस्थित भइसकेको छु र आज चाहिँ हामी यस्तो ठाउँमा आएको छौँ। यो चाहिँ रोल्पा समिति गाउँपालिका 4 बागमा ढल्चौर पर्दछ र यहाँ एकजना चाहिँ दाइ हुनुहुन्छ। उहाँले चाहिँ दुईवटा श्रीमती बिहा गरेको हुनाले चाहिँ हामी चाहिँ अचम्म लागेर चाहिँ दुईवटा श्रीमती कसरी पाल्नु भएको त्यसमा के पाल्नु भएको छ भन्ने कसरी कसरी घर चलाउनु भएको छ भनेर चाहिँ इन्टरभ्यू लिन आएको छ। सो दाइ चाहिँ यहाँ हुन्छ, देऊ क्यामेरा भाइ। नमस्कार, हजुर नाम के है? मेरो हिमाल हो। हिमाल हो? हिमाल के? हिमाल दिद। मैले सुनेको तपाईँले दुईवटा बिहा गर्नु अरे र दुईवटा बिहा गरेर पनि कसरी घर जाउँ कसरी परिवारले जिनाफी सोध्नु भएको छ त्यो चाहिँ तपाईँसँग केही कुरा सिकाउनलाई दर्शकहरूलाई केही कुरा सिकाउनलाई र सिक्नलाई चाहिँ म इन्टरभ्यू लिनुलाई के कसरी धन्ने भएको छ तपाईँ काम चाहिँ लेबर काम गर्नुहुन्छ रहेछ? हजुर लेबरमा काम गर्छु। अब मेरो बुवा त यहाँ हुनुहुन्छ। हजुर बुवा यहाँ हुन्छ? यहाँ हुनुहुन्छ, यहाँसँग सोध्नुहोस्। ए थोरैसँग सोध्नु नि त तपाईँले धान होइन दुईवटा सक्ने अनि बुवाले कसरी खिच्नु चाहिँ कसरी पाल्नु हुन्छ उहाँलाई थाहा होला। परि बुवा हुनुहुन्छ, किनभने चाहिँ अब ठेक्काबाट लिनुहुन्छ। म त अब उहाँसँग काम गर्छु। परि बुवासँग एकपल्ट सोध्छु। हो बुवा? उहाँ चाहिँ एकदम कामको व्यस्तताले कारणले गर्दा चाहिँ हल्का इन्टरभ्यू दिन पनि अलिकति अप्ठ्यारो भइरहेको छ। भाउ खाइराख्नु भएको छ। सो गाइस एकछिनपछि हामी इन्टरभ्यू लिन्छौँ। एकछिनलाई क्यामेरा भन्नु एक्सन। दर्शकबिन तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ यस्तो काम गरिराख्नु भएको छ। दर्शकबिन एकछिन आउनु हुँदैन हात जोड्दा पनि इन्टरभ्यू हल्का गाह्रो मान्नु भएको छ किनकि आफ्नो मिस्टेसन हुनुहुन्छ, क्याम ढिलो हुनसक्छ भन्ने कारणले चाहिँ काम गरिराख्नु भएको छ। दाइले दाइ नमस्कार, मिलाइराख्नु भएको छ र कसरी घर परिवारलाई खुसी राखेर बस्नु भएको छ अनि के कस्तो आएको छ कस्तो के छ तपाईँ बुझ्न हामी आएको छौँ। हामी चाहिँ हाम्रो घर चाहिँ दाङ तुलसीपुर हो। हामी चाहिँ दाङबाट हिजो भर्खरै उहाँको कन्ट्याक्ट लिएर आज आएको। सो आज चाहिँ यहाँको इन्टरभ्यू लिन सक्छु। नमस्कार, हजुरको नाम के पऱ्यो? राजकुमार दिद। राजकुमार विज्ञान। तपाईँ दुईवटा सब बिहान बजार हो? 3 दिन। 3 दिनको ए के कसो अनि 3 दिन हुनुहुन्छ तिम्रो चाहिँ एकसाथ हुनुहुन्छ? अहिले एकसाथ भन्नु दर्शक पनि कामको व्यवस्था व्यस्त गर्ने काम गर्नु 3 दिन बिहानमा होइन? हजुर तिम्रो त सँगै हुन्छ? तिनसँग तिमीसँगै अनि के कस्तो राति कस्तो कस्तो बिहान पानी कस्तो तरकारी के तरकारी कस्तो तरकारी सुनिन्छ त? त्यो राति तरिका भान्जुरा हुन्छ। हाम्रो त्यो राम्रो त्यो भिडियो बिग्रेको हुनाको कारणले कोही डक्टरले हेरिराख्नु भएको छ भने चाहिँ उयो कसरी ठिक हुन्छ, के उपायले कसरी गर्दा कुन उपचारले गर्दा ठिक हुन्छ र कुन औषधि प्रयोग गर्नुपर्छ र कहाँ जानुपर्छ त्यो कति पैसा लाग्छ प्लिज डक्टर साहबले हेर्नु भएको छ भने मलाई 98 43 05 नम्बर कन्ट्याक्टमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तो गाइस अब दाइ लास्ट अब कसो तपाईँ अरे युडी के लास्ट पूजा छ के पुरै तेरो छिटो क्वेसन सोधा के पैसा छ के दर्शक पनि यहाँ छुर्छुर्का पनि खानु हुने रहेछ। त्यस्तो यस्तो राम्रो सो गरेर गरेको अनि यस्तो पर्छ हजुर यस्तो पर्छ उस्तो पर्छ भिडियो भइरहेको छ यहाँ बनाएर क्यामेरामा